हुन्छ अनि जुन अहिले जुन एसआईआर को मान्छेले धेरै दुःख पाइरहेको छ, धेरै भन्दा पनि धेरै दुःख पाइरहेको छ। अनि बिजेपीलाई जिताएको फाइदा यही मात्रै भएको छ। सुख त केही थिएन, दुःख मात्रै देख्छ हामीलाई। सुख त केही देख्दैन, दुःख मात्रै देख्छ। गभर्मेन्टको कुरा हो, अब गभर्मेन्टले भनेको कुरा गर्दिन भन्न पनि भएन। तर केही नभए अब म यो हाम्रो जति पनि सब डिभिजन कमिटी भयो र समष्टि कमिटी भयो, दार्जिलिङ, खरसाङ, कालिम्पोङ सब डिभिजन कमिटीलाई म रिक्वेस्ट गर्छु, मिरिकलाई तपाईहरुले प्रत्येक ब्लकमा हेल्प डेस्क राख्नु। मान्छेले पुरा दुःख पाइसकेको छ। कतिजना बिचारा पढे लेखेको हुँदैन अनि अफिसरहरुसँग बोल्नु डराउँछ र अफिसरहरूले राम्रोसँगले कोअपरेट गरेको छैन कतिवटा ठाउँमा। तर हाम्रो दार्जिलिङ सब डिभिजन, खरसाङ सब डिभिजन, कालिम्पोङ डिस्ट्रिक्ट भयो, मिरिक सब डिभिजन, उहाँहरूलाई म रिक्वेस्ट गर्छु आज यो मीडिया तर्फबाट तपाईहरुले तुरन्तै सब डिभिजन अफिसर, ब्लक अफिसमा हेल्प डेस्क राखिदिनुहोस्। अब धेरै मान्छेहरु नोटिस जान थाल्यो, उहाँहरु कतिजनाको धेरैको मिलेको छैन अनि कतिजनाले बिचाराले बुझेको पनि छैन यो कुराहरु। अनि पेनिक छ, मान्छे अत्तालिरहेको छ। एटलिस्ट यति बेला चाहिँ हामीले गएर त्यो हेल्प गरेको हुनुपर्छ, यति बेला गएर हेल्प गरेको हुनुपर्छ। हाम्रो पञ्चायत समिति छ, पञ्चायतको चेयरपर्सनहरु छ, जिटिएको सभासदहरु छ, सबैलाई हाम्रो सब डिभिजनबाट इन्स्ट्रक्सन दिनुहोस् अनि तपाईहरुले उहाँलाई एसडिओ अफिसमा र बिडिओ अफिसमा हेल्प डेस्क राखेर यो एसआईआर को जति पनि मान्छेले प्रब्लम फेस गर्दैछ उहाँहरुलाई दुःख परेको बेला हामी उभिएको हुनुपर्छ। माइकमा बोला एकअर्कालाई विरोध गरेर मात्रै हैन। अब किन यो त विरोध गरेर सल्भ हुँदैन नि त। उहाँहरुको प्रपर डकुमेन्ट, उहाँले डकुमेन्ट बुझाउनु पर्छ। त्यो डकुमेन्ट कहाँ पुगेको छैन, के पुगेको छैन त्यो हेरिदिनु पर्छ। किनभने अब दुःख दिइसक्यो नि त। अब दुःख त पाइरहेको छ। दुःख त तपाईहरु हामीले जति जिताएको पार्टीले नै दिएको दुःख। त्यही म रिक्वेस्ट गर्छु सबैलाई, जतिसक्दो तपाईहरुले पनि गाउँमा बुझिदिनुहोस् यो कुराहरु। पञ्चायतको प्रधानहरुको पनि ठुलो रोल छ यसमा र एकदमै छिटोभन्दा छिटो हेल्प डेस्क राखेर मान्छेको सेवा पुर्याउँ। अनि हाम्रै मान्छेको होस्, यसमा कसैलाई कुन पार्टीबाट नसोध्ने, सबैको गरिदिने हामीले। किन यो हाम्रो गोर्खा सन्तानको यो कुरा आउँछ। कसैको नाम काट्यो भने उनीहरूको भविष्यसम्म उनीहरूलाई गाह्रो पर्छ। र तपाईहरु आइदिनु भयो।